हेर्नुहोस् त आज फेरि एकजना मान्छे बढेको छ हामीसँग। पहिला पहिला धेरै हुन्थ्यो, हुँदाहुँदै बिचमा कम्यो पानी आयो भनेर। अहिले फेरि बढ्यो। हो एकजना कका फर्केर हिँड्नुभयो यहाँबाट। यस्तै छ साथी हो, हिँड्नु छोड्नु हुँदैन। देरी भए तापनि हिँड्नुमा एउटा आनन्द अलगै छ, स्वास्थ्य पनि राम्रो हुन्छ होइन त। हाम्रो दिदी पहिला धेरै मोटो हुनुहुन्थ्यो, लगभग 1 क्विन्टल। अहिले घटेर 70 केजीमा आएको छ हौ। हेर्नुहोस् त, तपाईँहरू पनि बेसी मोटापन आयो भने चाहिँ हिँड्दा हुन्छ, नत्र भने चाहिँ फेरि गाह्रो हुन्छ यताउति हिँड्नुलाई, बस्नु खानलाई पनि है। तपाईँहरूकोतिर पनि अब कसैको चाहिँ अब बेसी मोटो छ भने चाहिँ हिँड्नुलाई लगाइदिनुहोस्, आनन्दसँगले एकदमै कमेर गइहाल्छ। खाना चाहिँ खानै पऱ्यो नि, कसैले खाना कमाउँछ अब मोटो भयो भनेर, त्यो होइन नि। फेरि शरीरलाई त चाहिन्छ खाद्य त। होस् त, यो कुरो सम्झेर तपाईँहरूले काम गर्नु होला है त।